तेस्रो विश्वयुद्ध यो शब्द सुन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? सायद आणविक हतियार, ठूला ठूला देशहरूको लडाई होइन त? तर के युद्धको मैदानबाट हजारौं किलोमिटर टाढा रहेको नेपाल जस्तो देश साँच्चै सुरक्षित छ त? आजको यो विश्लेषणमा हामी यही गहिरो प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं। हामी हेर्नेछौं कसरी नेपालको सबभन्दा ठूलो कमजोरी अर्थात् परनिर्भरताले हामीलाई विश्वयुद्धको सबैभन्दा सजिलो शिकार बनाउन सक्छ र त्यो भयानक अवस्थामा बाँच्नको लागि हामीले के कस्ता तयारी गर्नुपर्छ। ल सुरु नै यही प्रश्नबाट गरौं न त। के साँच्चै तेस्रो विश्वयुद्धको बादल मडारिरहेको छ? विश्वको अहिलेको अवस्थालाई निहालेर हेर्ने हो भने यो प्रश्न अब कुनै फिल्मको कथा जस्तो रहेन, यो त एउटा वास्तविक सम्भावना बन्दै गएको छ। अहिले संसारमा हेर्ने हो भने खास गरी 3वटा यस्ता ठाउँहरू छन् जहाँबाट कुनै पनि बेला ठूलो युद्धको आगो सल्कन सक्छ। पहिलो, रुस युक्रेन युद्ध जसले आणविक युद्धको खतरालाई दिन प्रतिदिन बढाइरहेको छ। दोस्रो, चीन ताइवान विवाद जसले विश्वका दुई शक्तिशाली देशलाई सिधै आम्ने सामने ल्याउन सक्छ। र तेस्रो, अमेरिका इरान तनाव जसले मध्य पूर्वमा आगो सल्काएर पुरै विश्वमा ऊर्जा र आपूर्तिको संकट निम्त्याउन सक्छ। आजको यो विश्लेषणमा हामी यी 5 चरणहरूमा अघि बढ्नेछौं। सुरुमा विश्वमा के भइरहेको छ त्यो बुझ्नेछौं, त्यसपछि नेपालको कमजोरी के हो, संकट आइपरे कस्तो असर पर्छ, हामीले व्यक्तिगत रूपमा के तयारी गर्न सक्छौं र अन्त्यमा हाम्रो अन्तिम सुरक्षा कवच के हो भन्ने बारे कुरा गर्नेछौं। ल पहिलो खण्डमा जाउँ। यो विश्वव्यापी बारुद खानामा आगो कसले जोस्दैछ र उनीहरूसँग कस्तो शक्ति छ, एक नजर लगाऊ। अब हेर्नुस्, यो युद्ध परम्परागत हतियारले मात्र लडिने छैन र यही कुराले यसलाई सबैभन्दा डरलाग्दो बनाउँछ। रुस र अमेरिकासँग मात्रै यति धेरै आणविक हतियार छन् कि उनीहरूले यो पुरै पृथ्वीलाई कैयौं पटक नष्ट गर्न सक्छन्। रुससँग लगभग 5500, अमेरिकासँग 5000। यी आँकडाले मात्रै पनि यो द्वन्द्व कति विनाशकारी हुन सक्छ भनेर देखाउँछ। ल अब विश्वको कुरालाई एकछिन थाती राखेर सिधै हाम्रो देश नेपालमा केन्द्रित हौं। हाम्रो त्यो कमजोरीको कुरा गरौं जसले हामीलाई युद्धको मैदानबाट टाढा भए पनि सबैभन्दा ठूलो जोखिममा पारेको छ। नेपालको सबैभन्दा ठूलो र सायद अदृश्य शत्रु भनेकै परनिर्भरता हो। सुन्दा सामान्य लाग्ला, तर यसको अर्थ हो हामी हाम्रो दैनिक जीवन चलाउने सासाना कुरादेखि ठूला ठूला आवश्यकतासम्म सबैमा अरू देशमाथि निर्भर छौं र विश्वव्यापी संकटको बेला यही निर्भरता हाम्रो लागि सबैभन्दा घातक पाँचो बन्न सक्छ। यो एउटा आँकडाले हाम्रो परनिर्भरताको सबैभन्दा डरलाग्दो तस्बिर देखाउँछ। 100% हो। हामी पेट्रोल, डिजल, ग्यास जस्ता अत्यावश्यक चीजमा 100% आयातमा निर्भर छौं। विश्वयुद्ध सुरु हुन साथ समुद्री बाटोहरू बन्द हुन्छन् अनि केही दिनभित्रै नेपाल भित्रिने सबै सामान ठप्प हुन्छ। सोच्नुस् त, यातायात, ढुवानी र हाम्रो भान्साको ग्यास सबै बन्द। अनि हाम्रो निर्भरता इन्धनमा मात्रै सीमित छैन, हाम्रो अर्थतन्त्रको सास नै रेमिट्यान्समा अडिएको छ। विशेष गरी मध्यपूर्व जस्तो अस्थिर क्षेत्रमा काम गर्ने लाखौं नेपाली दाजुभाइ दिदीबहिनीले पठाएको पैसाले देश चलेको छ। यदि त्यो क्षेत्रमा युद्ध फैलियो भने यो पैसा आउने बाटो तुरन्तै बन्द हुन्छ र हाम्रो देशको अर्थतन्त्र नै ढल्न सक्छ। जब यी दुई मुख्य लाइफलाइनहरू काटिन्छन् नि, तब नेपालमा एकपछि अर्को संकटको सुनामी नै आउँछ। यसलाई डोमिनो इफेक्ट भन्न सकिन्छ, जहाँ एउटा संकटले अर्कोलाई जन्माउँछ। कल्पना गरौं त, संकट सुरु भएको पहिलो 48 घण्टा कस्तो होला? पेट्रोल पम्पमा तेल भर्न गाडीको किलोमिटरौं लामो लाइन लाग्छ। पसलहरूमा सामान किन्न मानिसहरूको भागाभाग हुन्छ र केही घण्टामै सबै रित्तिन्छ। महँगी आकाश छुन्छ अनि ब्याङ्कबाट पैसा झिक्नेहरूको भिडले सिस्टमै क्र्यास हुन सक्छ। सबै अन्तर्राष्ट्रिय उडानहरू त तुरुन्तै रद्द भइहाल्छन्। तर यी भौतिक संकट भन्दा पनि एउटा अर्को अदृश्य तर निकै खतरनाक संकट छ, जसले देशलाई आधुनिक युगबाट सिधै ढुङ्गे युगमा पुर्याउन सक्छ। त्यो हो डिजिटल अन्धकार। हामीले कहिले सोचेका छौं हाम्रो इन्टरनेट कसरी चल्छ? यो त भारत र चीन हुँदै समुद्रमुनिबाट आउने तार र विदेशी स्याटेलाइटमा टिकेको छ। विश्वयुद्धमा यी तार र स्याटेलाइटहरू नै पहिलो निशानामा पर्छन्। यसको मतलब फेसबुक, इन्स्टा बन्द, मोबाइल ब्याङ्किङ, एटिएम ठप्प, बाटो देखाउने जीपीएस पनि चल्दैन। तर हावाको माध्यमबाट चल्ने स्थानीय रेडियो र टिभी भने चलिरहन सक्छ। आजको युद्ध बम गोलाले मात्रै लडिँदैन, किबोर्ड र कोडले पनि लडिन्छ।
र हामी सिधै युद्धमा नभए पनि यस्तो साइबर आक्रमणको चपेटामा सजिलै पर्न सक्छौं, जसलाई कोल्याटरल ड्यामेज भनिन्छ। सोच्नुस् त, एक बिहान उठ्दा ब्याङ्कले भन्यो तपाईको खाताको कुनै रेकर्ड छैन, अथवा देशैभरि बिजुली गयो सधैँका लागि। हो, ह्याकर्सहरूले हाम्रो ब्याङ्कको डाटा उडाइदिन सक्छन्, पावर ग्रिड बन्द गरेर देशलाई अन्धकारमा डुबाइदिन सक्छन्, वा रेमिट्यान्स आउने बाटो सधैँका लागि बन्द गरिदिन सक्छन्। यो आक्रमण अदृश्य तर अत्यन्तै विनाशकारी हुन्छ। ल, यति धेरै डरलाग्दा कुराहरू सुनिसकेपछि मनमा प्रश्न आउन सक्छ, अब के गर्ने त? नआत्तियौं, अब हामी समाधानको कुरा गरौं, डरबाट सशक्तिकरणतर्फ लागौं। हामीले व्यक्तिगत स्तरमा के कस्ता तयारी गर्न सक्छौं त्यसबारे छलफल गरौं। यहाँ 5 वटा मुख्य तयारीका उपायहरू छन् जसले हामीलाई ठूलो संकटबाट बचाउन सक्छ। पहिलो, कम्तीमा 3 देखि 6 महिनालाई पुग्ने चामल, दाल, नुन, तेल जस्ता खानेकुरा र औषधि जम्मा गर्नुहोस्। दोस्रो, बिजुली नहुँदा मोबाइल चार्ज गर्न र बत्ती बाल्न सोलर प्यानल र खाना पकाउन दाउराको जोहो गर्नुहोस्। तेस्रो, एउटा आपतकालीन किट तयार राख्नुहोस्। र चौथो र पाँचौं, केही नगद पैसा र आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्। साथै आणविक खतराको लागि कसरी सुरक्षित रहने भन्ने योजना बनाउनुहोस्। यो एउटा कुरा चाहिँ गाठो पारेर राख्नुपर्छ। जब एटीएम, मोबाइल ब्याङ्किङ र सबै डिजिटल भुक्तानी प्रणालीहरू बन्द हुन्छन्, तब तपाईको हातमा भएको नगद नै तपाईको सबैभन्दा ठूलो शक्ति हो। त्यसैले क्याश इज किङ भन्ने भनाइ यस्तो बेला साँच्चै सत्य साबित हुन्छ। संकटको समयमा सही सूचना पाउनु भनेको आधा बाँच्नु बराबर हो। तर इन्टरनेट र फोन नचल्दा के गर्ने हो? यस्तो बेला ब्याट्रीबाट चल्ने एउटा सानो रेडियो नै संसारसँग जोडिने हाम्रो एकमात्र माध्यम बन्न सक्छ। छिमेकीसँग कुरा गर्न वकिटकी र बाटो पहिल्याउन अफलाइन नक्सा अहिले नै आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्नुहोस्। भगवानले नगरून्, तर यदि छिमेकी देशमा आणविक हमला भयो र त्यसको असर यतासम्म आइपुग्यो भने यी साधारण नियमले हाम्रो ज्यान बचाउन सक्छ। तुरन्तै कुनै पक्की घरभित्र पस्नुहोस्, सकेसम्म भित्री कोठा वा बेसमेन्टमा बस्नुहोस्। सबै झ्याल ढोका राम्ररी बन्द गर्नुहोस् र आधिकारिक जानकारीको लागि रेडियो सुन्दै गर्नुहोस्। ल, अब हामी यो विश्लेषणको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौं। नेपालको लागि अन्तिम सुरक्षा कवच के हो त? यहाँ हेर्दा प्रष्ट देखिन्छ, नेपालसँग 2 वटा मात्रै बाटा छन्। एकातिर छ परनिर्भरताको बाटो, जसको अन्त्यमा आर्थिक पतन, अभाव र भू राजनीतिक दबाव छ। अनि अर्कोतिर छ आत्मनिर्भरताको बाटो, जसले हामीलाई खाद्य सुरक्षा, स्थानीय उत्पादन र साँचो अर्थमा सुरक्षा दिन्छ। यो अराजक संसारमा सुरक्षाको एकमात्र ग्यारेन्टी भनेको आत्मनिर्भरता नै हो। र अन्त्यमा हाम्रो सबैभन्दा ठूलो शक्ति र सुरक्षा बाहिर कतै छैन, त्यो हाम्रै माटोमा छ, हाम्रो कृषिमा छ, हाम्रा हिमालहरूले दिएको प्राकृतिक सुरक्षामा छ। यदि हामीले हाम्रो ध्यान फेरि गाउँ, खेतीपाती र स्थानीय स्रोतहरूमा केन्द्रित गर्न सक्यौं भने बाहिरी संसारमा जतिसुकै ठूलो आँधी आए पनि हामी सुरक्षित रहन सक्छौं। अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु, के कुनै पनि खराब अवस्थाको लागि तयारी गर्नु नै शान्ति कायम राख्ने सबैभन्दा उत्तम उपाय हो त? यसमा विचार गर्दै गर्नुहोला। धन्यवाद।